कहाँसम्म गयो दाजु? कालेबुङ थाना कालेबुङ मल्ली थाना कालेबुङ मल्ली थाना आजको हाम्रो यात्रा चाहिँ गरिदिरहेको छ कि कालिम्पोङको मल्ली थानासम्मको यात्रामा छ अरे। दाजुभाइ यात्रा छोरीहरू भतिजाहरू आजको यात्रा एकदम भवालै हुन्छ होला भन्ने मलाई लाग्छ। हेरौँ अब आजको यात्रा कस्तो हुन्छ। दाजुले अब हामीलाई आज यहाँको केही ठाउँहरू देखाउन घुमाउनको लागि लिएर जाँदै हुनुहुन्छ। आज चाहिँ भाइहरूसँग दाजुहरूसँग घुम्नु गएको हामी र नेपालबाट दाइहरू आउनुभयो दाजु भाइहरू र उहाँसँग हामी एउटा सानो सेयर गर्नु चाहिँ कालेबुङतर्फ जाँदैछौँ जस्ट इन्जोयको लागि। त्यस्तो खासै त्यस्तो छैन, गएर आउने घुमाएर आउने सबै एउटा पारिवारिक घुमघाम यसो भेटघाट एउटा घुमघाम। अनि यहाँको चाहिँ अब यहाँको गभर्मेन्टले जस बाटोको चाहिँ एकदम बवालै सुविधा दिएको रहेछ। यतिको सुविधा हाम्रो गाउँठाउँतिर पनि हुन आवश्यक छ, भविष्यमा होला कुनै दिन। तर बाटो चाहिँ यहाँनिर अब गाउँभित्रभित्र पनि एकदम दामी